पढेछन् त 33,000 निकाल्नुस् त अब निकाल्नुस् यहाँ राख्नुस् गर्नै पर्दैन भन्नु न गर्नुस् 33,000 गर्नुस् न सर गर्नुस् 33,000 सर गर्नु न एकचोटि देख हेरौँ न 33,000 खाइयो घुस के हो यो अब घुस होइन मैले अब सहयोग गर्छु हामी सहयोग गर्दैन सर म सहयोग गर्छु उहाँहरूले भन्नुभएको थियो के को पैसा हो त यो घुसको पैसा होइन नि के को पैसा हो यो होइन सर होइन तपाईँको हातमा भएको पैसा के को हो मलाई भनिदिनुहोस् न यो कर्मचारीले टेबुलमा पैसा लिने यो तपाईँको हातमा भइरहेको पैसा के को पैसा हो यहाँ केही राजस्व लेनदेन थियो चिन्नुहुन्छ उहाँलाई लेनदेन थियो तपाईँको उहाँको चिन्जान छ त्यस्तो थिएन के को पैसा हो अब उहाँले बरु लिनु म सहयोग गर्छु र सहयोग गर्छु भन्नुभएको हो सहयोग गरेर मैले लिने काम सहयोग गर्दैन भए साथीहरूले सहयोग गर्दै थियो त्यो त्यसरी घुसको उसमा होइन सर मैले यसरी ऊ पनि होइन के भन्छ भन्नु न खुसीले उहाँहरूले चाहिँ गर्नुभएको छ खुसीले दिएको तपाईँको 7 पत्र निकाल्छु म उहाँहरूले काठमाडौँदेखि तपाईँलाई कल गरेदेखिको सबै डिटेल छ मसँग छ तपाईँले कति रकम लिएर आउने भन्नुभएको थियो काठमाडौँबाट कति पैसा लिएर आउने भन्नुभएको थियो तपाईँले कतिचोटि उहाँसँग कुराकानी भयो त्यो फाइल खोज्नुपर्छ के गर्नुपर्छ तपाईँ यहाँ किन बसेको सरकारले तलब तपाईँलाई के को लागि दिन्छ यही काम गर्न तपाईँ बस्नु भएको होइन त्यति अब अहिले के भयो त थाहा भएन उहाँहरू खुसी भएर म सहयोग गर्छु भनेर ल खुसी भएर दिनुभयो तपाईँहरूले मलाई भन्नुहोस् त खुसी भएर दिनुभयो यो दिएपछि मात्रै काम हुन्छ सजिलो हुन्छ छिटो हुन्छ भन्नुभयो तपाईँले होइन काम यहाँ छ तपाईँ के भन्नुभएको छ भने तपाईँले काम यो दिदिनुहोस् यो छिटो हुन्छ हाकिम साहबलाई नि बुझाउनुपर्छ तपाईँ पर्छ सर यो अडियो हुन्छ होइन अनि तपाईँले कागजपत्र खोज्नुपर्छ भन्नुभयो टाइम लाग्छ पुरानो मुद्दा रहेछ भन्नुभयो तपाईँ चाहिँ त्यो पैसा त्यो खोजेको तपाईँले त्यो खोजेको पैसा लिनुभयो हो त्यसो भन्नुहोस् न त कागजपत्र खोज्नु पर्थ्यो समय लाग्थ्यो त्यही भएर त्यो पैसा लिएको भन्नुहोस् न त म जान्छु त्यो कागजपत्र खोज्नलाई दुःख भयो यता र उता गर्नु पर्यो खोज्नु चाहिँ पर्ने हो होइन सर दुःख भयो तपाईँलाई त्यो दुःख गरे बापत लिनुभयो तपाईँले होइन यस्तो हुन्छ सर अब टाइम लाग्छ म खोज्दैछु तपाईँ एक दिन पर्खिनु म खोज्न लगाइरहेको छु खोज्न पनि लगाएको केही यहाँ ऊ पनि छ सर होइन हामीले चाहिँ राजस्व गर्ने छ राजस्व कति बुझाउने हो मलाई भन्नुहोस् 8,000 हो सर 8,000 राजस्व 25,000 तपाईँले खाने हो कि होइन त्यो त यस्तो हो सर होइन खान चाहिँ हो होइन सर तर के हो भने किनकि उहाँ खाना खाएको हो 25,000 खाएको हो होइन मैले उहाँहरूलाई मैले यो नदिकन काम हुन्न भनेर भनेको छैन सर भन्नुभएको छ तपाईँले काठमाडौँबाट आउँदाखेरि तपाईँले 25-30,000 लिएर आउनुपर्छ भनेर भन्नुभएको छ तपाईँले बस्नुपर्छ यहाँ भन्नुभयो होइन सर तपाईँ पैसा बोकेर आउनुहोस् न पैसा बोकेर आउनुलाई त केही भन त्यो भएको रेकर्डिङलाई तपाईँले तोडमोड गर्न सक्नुहुन्न के अब त्यति रेकर्ड पनि नभइकन कोही कर्मचारीले पैसा मागेको छ अरे खास अरे भनेर कसैले भनिदियो भन्दैमा आएको छु त्यति कमजोर सोच्नु भएको छ मलाई त्यो त होइन सर हजुरले त्यो त्यसरी सोचेको पनि छुइनँ होइन अब मैले चाहिँ म चाहिँ यसरी कामै हुन्न म त्यो नभइकन काम हुन्न भनेर मैले ऊ पनि गरेको छैन सर त्यसरी चाहिँ उहाँहरूलाई त्यो तपाईँ घुस्या हो तपाईँ भ्रष्टाचारी हो गल्ती भयो अबबाट गर्दिनँ भन्ने खालको तपाईँको छ भने ठिक छ उहाँहरू त्यो माथि नि अब कसैले अवसम्म यहाँ होइन म धेरै रेकर्ड छन् मैले सहज गरेर नै गरे हो तर उहाँहरू अब के भन्दा उहाँहरू आफै पनि खुसी गरेर हामी उ गर्छौँ सर अब खुसी भएर गरेको भए उहाँहरू हाम्रो सम्पर्कसम्म पुग्नुहुन्छ उहाँहरू खुसी भएर दिएको भए तपाईँलाई यही पैसा तिर्न नसकेर यही 8,000 रुपियाँ बुझाउन नसकेर त्यो जग्गा रोकुवा फुकुवा भएको छैन यही 8,000 रुपियाँ बुझाउन नसकेर हो सर यही 8,000 बुझाउन नसकेर राजस्व लाग्ने पैसा पनि बुझाउन नसकेर त्यो जग्गा फुकुवा भएको छैन तपाईँलाई खुसी भएर 33,000 रुपियाँ दिन्छन् 8,000 रुपियाँ दिनुपर्ने पैसा बुझाउन नसकेर मार खाइरहेको मान्छेले तपाईँलाई खुसी भएर दिन्छन् यस्तो सर त्यसमा चाहिँ के भन्दा मैले उहाँहरूसँग चाहिँ यसरी भने सर तपाईँ होइन त्यो चाहिँ रेकर्ड पनि उहाँहरूसँग होला होइन भनेकै थिएँ 8,000 रुपियाँ 63 सालमा तिर्न नसकेर जग्गा रोका छ सर यदि पैसा नलिदिनुहोस् मलाई अन्याय भएरै आएको 8,000 तिर्न नसके मान्छेलाई तपाईँ फेरि घुस माग्नुहुन्छ मैले त्यतिखेर तपाईँलाई फोन भनेको थिएँ त सर 8,000 रुपियाँ तिर्न नसकेर तपाईँलाई चाहिँ जग्गा रोका राख्ने होइन 25-30,000 रुपियाँ पैसा बोकेर आउनुहोस् पैसा नखाइकन काम हुँदैन तपाईँले भन्नुभएको छ पैसा हुँदैन के हो तपाईँले दावा गर्न खोजेको कुरा के हो भन्नुहोस् त यो खाएको पैसा मैले पाउनै पर्ने पैसा हो मैले यो खाएको यसमा तपाईँले प्रश्न गर्नु हुँदैन यो मैले पाउनु पर्ने पैसा हो त्यति काम गरिदिएको 25,000 रुपियाँ पनि नपाउने भन्ने तर्क हो तपाईँको त्यो हो भने म तपाईँसँग बहस गर्दिनँ त्यो होइन उहाँहरू अब होइन मैले त खुसी सर उहाँहरू खुसी भएर दिन सक्ने भए 33,000 रुपियाँ खुसी भएर दिन सक्ने भए त्यो 8,000 रुपियाँ नतिरेर अहिलेसम्म त्यो जग्गा फुकुवा रोका भएर बस्थेन
यो कुरा तपाईँलाई फोनमा पनि भन्नुभएको छ हामी 8,000 तिर्न नसकेर बसे आउँछ 8,000 रुपियाँ तिर्न नसकेर बसे आउँछ मिलाइदिनु भनेर तपाईँले भन्नुभएको छ मिलाइदिनु भनेर भन्नुभएको छ सो त अहिले मैले 8,000 हो तपाईँहरूको तिर्ने त 8,000 भयो भनिरहेको छु त 8,000 लिएर आउनुहोस् भन्नु पर्थ्यो नि 8,000 तिर्ने हो त्यहाँभन्दा पैसा लाग्दैन भन्नु पर्थ्यो नि यस्तो हामीले कति जति बोकेर आउनु सर पैसा त जति बोकेर आइ नै हुन्छ नि तपाईँहरूले अब अरे तेरिका तपाईँ हेर्दा हेर्दै होइन सर यति नै मैले बोकेर आउने यति नै गर्नुपर्छ भनेर मैले भनिनँ सर 25-30,000 भने के नि अनि उहाँहरू अब यहाँ बस्ने होइन बस्ने कुरा उहाँहरू बस्ने खाने पैसा चाहिँ तपाईँले किन लिइदिनु भयो नि त्यो उहाँहरू बस्ने खाने पैसा रहेछ त्यो पैसा चाहिँ किन लिइदिनु भयो मैले यसरी दिनु भनेर उहाँहरू खुसी भएर चाहिँ अब मलाई चाहिँ ल ठिक छ ल भन्नुभयो त्यो भएर मात्रै हुन्छ हाकिम साहब हुनुहुन्छ हाकिम साहब हुनुहुन्छ अनि मैले प्रेसमा चाहिँ हाकिम साहब हुनुहुन्छ सर जानु न हाकिम साहब हुनुहुन्छ उहाँले अरू केही क्लियर गर्नु होला उहाँले पनि केही क्लियर गर्नु होला पैसा लिएर हिँड्नुहोस् न यो जाऊ हाकिम साहब त्यहाँ हुनुहुन्छ होला जाऊ तर सर त अब यो कुरामा त सरलाई त ठिक छ ठिक कुरा भएन सर छ म मात्रै हो संलग्न भन्नुहोस् न संलग्न म मात्रै हो भन्नु सकिहाल्यो नि नमस्ते हजुर अनि सरको संलग्नता छैन भने सरलाई मुस्नुहोस् भनेको छु मैले मात्रै लिएको मैले मात्रै हो सरलाई बुझाउनु पर्दैन भन्नु सकिहाल्यो नि सरको संलग्नता छैन भने होइन मैले होइन सरकोलाई त ल ठिक छ सरलाई त जानकारी हुनु पऱ्यो ल सरको संलग्नता छैन भने तपाईँले घुस खाएको कुरा कार्यालय प्रमुखलाई त जानकारी हुनु पऱ्यो मैले घुसाएकै होइन सर हातमा लिएको पैसा के हो यो त यस्तो हो नि यहाँ केही उस हामी चाहिँ सघाउँछ सर यसलाई सघाउँ सर अलिकति छलफल गर्नुपर्ने भयो सर भन्छु म त्यही भन्न आएको नि त्यही भन्न आएको समीर पौडेल नाम गरेको कर्मचारी उहाँ हुनुहुनेछ 63 सालमा एउटा मुद्दा चलेर जग्गा रोक्का गराएर छ मकवानपुरको जग्गा चिदेवनले मुद्दा चलाएर वनले मुद्दा चलाएर जग्गा रोक्का रहेछ 8,000 रुपियाँ बुझाउनु पर्ने रहेछ त्यति बेला 8,000 रुपियाँ बुझाउनु नसकेर त्यो जग्गा अहिलेसम्म रोक्का रहेछ उहाँको छोरा हुनुहुन्छ उहाँ होइन काठको के इस्यु थियो मुद्दा चलाएर अहिले चाहिँ त्यो फुकुवा चाहियो जग्गा फुकुवा चाहियो बुझाउनु पर्ने कति पैसा हो 8,000 रुपियाँ बुझाउनु पर्ने तपाईँलाई तपाईँको वेबसाइटमा तपाईँको नम्बर हेरेर उहाँले तपाईँलाई फोन गर्नुभयो हामी साहब यसो छ यसो म तपाईँलाई जानकारी गराएको है त्यसमा तपाईँले आफ्नो कुरा राख्नु होला यसो छ यो विषयलाई के गर्ने होला भनेर तपाईँलाई जानकारी गराउनु भयो त्यसपछि तपाईँले चाहिँ उहाँसँग कोअर्डिनेट गर्नुहोस् भनेर समीर पौडेलको नाम र नम्बर टेक्स्ट गरिदिनु भयो म्यासेज पठाइदिनु भयो उहाँलाई म्यासेज पठाइदिनु भयो यो नम्बर हेर्नु त यो समीर पौडेलसँग सम्पर्क गर्नु होला मैले सुरुमा चाहिँ उहाँलाई फोन गरेँ ल ठिक छ अहिले उहाँलाई बोलाउँला उहाँले ल यो सरको नम्बर होइन सर यो उहाँको उहाँले चाहिँ समीर पौडेललाई सम्पर्क गर्नु होला भनेर भन्नुभयो समीर पौडेललाई उहाँले काठमाडौँबाट त्यसपछि हाम्रो सम्पर्कमा आउनुभयो हामीले चाहिँ ल त्यो त्यसो हो भने कर्मचारीले चाहिँ त्यो पैसा माग गरे आउनु भने त्यसको चाहिँ के छ त्यसको सङ्कलन गर्नुहोस् भनेर भन्दाखेरि चाहिँ कति पैसा लिएर आउनुपर्छ भन्दाखेरि लाग्ने 8,000 हो 25-30,000 लिएर आउनुहोस् भनेर उहाँले भन्नुभयो फोनमा रेकर्ड छ त्यसपछि उहाँले अहिले भर्खरै कार्यालयमा बसी 33,000 रुपियाँ घुस खानुभयो त्यसमा 8,000 रुपियाँ बुझाउनु पर्ने ब्याङ्कलाई बुझाउनु पर्ने दाखिला गर्नुपर्ने 8,000 रुपियाँ 25,000 रुपियाँ हेर्दा हेर्दै तपाईँको कर्मचारीले घुस खाए समीर पौडेलले कुरा यही नै हो उहाँले के भन्नुहुन्छ तपाईँको कुरा के हो भन्नुहोस् उहाँले अब म सहयोग गरिदिन्छु भनेर अब सहयोग गरिदिन्छु काम गर्नु भन्नुभएको थियो पैसा चाहिँ ल्याएर दिनुभयो पैसा लिएको पनि हो पैसा चाहिँ छ तर त्यसरी मैले चाहिँ यति चाहिन्छ भनेर मागेको चाहिँ होइन सर मागेको छैन मागेको छैन सर हामी काम गरिदियो खुसी माग्नु भएन भन्नाले माग्नु भएन लिन चाहिँ भयो कहाँ लिन भएन माग्नु हातमा पैसा छ सर हामी साहब उहाँको हातमा पैसा छ 33,000 रुपियाँ त्यो के को पैसा हो त यो 33,000 उहाँहरूले 33,000 8,000 हो सर 8,000 चाहिँ घटाएर हो उहाँहरूले अब खुसी भएर म काम गरिदिन्छु गरिदिनुहोस् हामी सहयोग गर्छौँ भनेर भन्नु हुन्छ ल म गरिदिउँला केही भन भनेर चाहिँ काम गरिदिएको सर अब त्यो ठिक छ यो ठिक छ कानुन अनुसार कारवाही गर्छ आफ्नो त्यो पैसा तपाईँको भागमा आउँछ आउँदैन कहाँबाट आउँछ त्यो यहाँ उहाँले लिएर बस्नु भएको छ उहाँले लिएर सर उहाँले हातमा लिएर बस्नु भएको छ उहाँले हातमा लिएर बस्नु भएको छ त्यो शङ्काको सुविधा त दिनुहोस् न मलाई तपाईँलाई मैले आरोप लागेको होइन त्यो शङ्काको सुविधा मात्रै लिएको मैले शङ्काको सुविधा मात्रै लिएको तपाईँले त भन्न पाउनु होला होइन तर त्यस्तो केही पनि मैले भन्न पाउँदिनँ नि तथ्य नभइकन कहाँ भन्न पाउँछु र मैले त्यो शङ्काको सुविधा मात्रै लिएको उहाँले पनि भनिसक्नुभयो होइन हाकिम साहबको होइन यसमा केही पनि होइन भनेर भनिसक्नु भएको छ तपाईँको अगाडि अहिले मैले सुने होइन त्यो भएर यसमा त मेरो त हुने कुरै भएन अब कानुनअनुसार गर्ने कुरा हाकिम साहबको आड ढाडस नभइकन तपाईँका त्यहाँ बसेका कर्मचारीले हातमा 33,000 रुपियाँ लिन सक्छन् सर
भाडस कसरी दिने कसले उहाँले एक्लै रिक्समा त्यो पैसा त्यस्तो काम गर्न सक्नुहुन्छ एउटा फ्यामिलीमा हेर्नुहोस् हाम्रो धेरै कर्मचारीहरू हुन्छ धेरै कर्मचारीमा कसैले कुनै गल्ती गर्यो भने त त्यसको सजाय उसले पाउँछ होइन सबै जिम्मेवारी त्यसको सजाय उसले पाउँछ तर तपाईँ त्यहाँको लिडर भएको कारणले तपाईँ यहाँको लिडर कार्यालय प्रमुख भएको हिसाब